ॐ भूर्भुवस्सुवः तस्य वितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् ॐ भूर्भुवस्सुवः तस्य वितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् ॐ भूर्भुवस्सुवः तस्य वितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। नानी उठ, बाबु उठ, पछि ढिला हुन्छ तिमीहरूलाई पनि। गुड मर्निङ। नानीको ड्याडी उठ्नु, तपाईँ पनि। ल म अब कामतिर लागेँ, म अब किचनतिर लागेँ। तिमीहरू पनि विद्यालय रेडी हो है? नानी बाबुहरू म किचनमा खाना पकाउँदैछु। तिमीहरू होमवर्क गर्यो कि गरिन भनेर हेर, अनि झोला पनि तयार पार्नु। हस् आमा। भाइ हजुरले के कार्य गर्नुभयो? मैले नि गरेँ। हिजोको प्रश्न आउँदैन भन्ने थियो, गर्यो? ल अब छिटो गर, पछि ढिला हुन्छ। खाना खानु बा। खाना रेडी भयो आमा? पाकिसक्यो त तिमीहरू पनि आऊ। हस् आमा। म पनि आउँदैछु। आज त खाना राम्रै पाके जस्तो छ त। धेरै मेहनत लाग्यो खाना पकाउनु भने। तिमीहरूले होमवर्क सक्यौ? ल ल फेरि खाना खाऊ, पछि ढिला हुन्छ। मलाई पनि आज अफिसमा काम छ। मैले पनि आज इन्भेस्टिगेसनको लागि जानुपर्ने छ। हुन्छ, भइहाल्छ। पछि ढिला हुनसक्छ। हुन्छ, हेरिहाल्छु। आज मेरो अफिसमा धेरै काम पनि छैन। तपाईँ पनि बस्नुहोस्। भाइ हजुरको बारे कस्तो चल्दैछ क्लासमा? मेरो त राम्रो छ हजुरको। मेरो नि राम्रै छ। दुइटै विद्यालयमा राम्ररी पढ्नु, ठुलो मान्छे बन्नु। हस् आमा, म पनि हजुर जस्तो एउटा शिक्षित महिला बन्न चाहन्छु। हुन्छ छोरी। म खाना पस्छु, खाना तयार हो है? हस् आमा। आज त खाना राम्रै बास्ना आएको छ हो। धेरै मेहनत पनि त लाग्यो खाना पकाउनुमा। कति मिठो खाना, हेर्दा पनि कति राम्रो। ल अब तपाईँहरू पनि खाना सुरु गर्नु है? हुन्छ। ल आमा, हामीले खाइसक्यौँ, अब हजुर पनि खानु। हुन्छ। ल आमा, हामी तयार हुनुहुँदैन। बाबु नानी रेडी भयो तिमीहरू? आमा, हामी रेडी भयो। तिमीहरूको टिफिन यहाँ छ है? बाहिरको खाना खानुहुन्न। हस् आमा, हामी बाहिरको खाँदैनौँ। असर पार्छ। हुन्छ आमा, हामी बाहिरको खाँदैनौँ, हामी घरकै खान्छौँ। हस् आमा। टिफिन यता छ है? तिमीहरूको टिफिन यहाँ छ है? हस् आमा। छोरी तिम्रो टिफिन। अनि छोरा तिम्रो टिफिन। राम्ररी जानु है? हस् आमा। राम्ररी जानु भयो। ल बाई बाई नानी बाबुहरू, राम्ररी पढ्नु है विद्यालयमा। नानीको रेडी। आज ढिला पनि हुनसक्छ, इन्भेस्टिगेसनमा पनि धेरै टाइम लाग्छ।
भइहाल्छ तिम्रो अफिसमा धेरै काम छैन म हेरिहाल्ला पछि तिमीहरूलाई राम्रो खाना खुवाइदिनु स्कुलबाट आएपछि बस होमवर्क भइहाल्छ गर्नु भन्नु ल इन्भेस्टिगेसनमा राम्रो होसियार हुनु तपाईँहरू पनि आउनुहोस् बस्नुहोस् भित्र राम्रोसँग फाइल दिएको आज विशेष केही सार्नु छ त्यसैको सिलसिलामा हामीले इन्भेस्टिगेसनमा जानुपर्ने छ मेरो साथमा 4 जना उपस्थित हुनेला रामसिंह तिमी पनि आउने अनि त्यहाँ गएपछि मैले जबसम्म नबोल भन्दैन तबसम्म नबोल्नु नत्र द्वन्द्व भड्किन सक्छ र पछि हामीलाई नै दुईटा पर्छ त्यसैले 4 जना तयार हुनुहोला तपाईँहरूले बस्नु आज चार ढिला थाक्यो छोटो समयमा धेरै ठुलो कार्य सम्पन्न भयो सबैको सुझाव सहयोगले पनि गएर छिटोकै समाधान भयो आज चाहिँ सबैको सुझाव र सहयोगले पनि द्वन्द्व सजिलै समाधान भयो नत्र हामीलाई नै अप्ठ्यारो पर्थ्यो होला हजुरको समझदारीले पनि धेरै छिटो द्वन्द्वको समाप्त भयो यसरी नै सबैले इमान्दारी र अरूको सम्मान गर्न भयो नत्र अपराध हुन्थ्यो सायद त्यहाँका गाउँले पनि बुझ्ने थिए म्याम त्यसैले पनि गाउँलेहरूको सहयोगले पनि आज नयाँ अझै सबको एक्सपिरियन्स कस्तो रह्यो त हजुरको सोचपोच र यस योग्यताले र लगनशीलले काम राम्ररी नै सम्पन्न भयो मेरो पनि बुढो हाम्रो पडोसी दाहाजीको घर कति राम्रो छ नि कहिले पनि झगडा हुँदैन आहा कति शालीन र नम्र परिवार छ है हाम्रो दाहालजीको जे कुरा पनि सहज र सरल ढङ्गले समाधान गर्न सक्छ आफू पनि कहिले झगडा नगर्ने अरूलाई पनि कहिले पनि झगडा नगर्ने हो नि यो सबै शिक्षाको त असर हो नि त्यसमा पनि संस्कार सहित हो तब त भनिन्छ पुरुषले शिक्षा पायो भने पुरुषसम्म नै सीमित हुन्छ तर महिलाले शिक्षा पायो भने पुरै परिवार शिक्षित हुन्छ हो नि महिला एक नियो हो जो बिना न त परिवार चल्छ न त देश समाज परिष्कृत हुन्छ देश रूपान्तरणमा महिलाले विकासमा फड्को मार्न सक्छ त्यसै लागि त भनिएको छ पुरुषले पढ्न पायो भने पुरुष मात्रै पढ्न पाउँछ महिलाले पढ्न पायो भने पुरा परिवारले पुरा सिकिन्छ त्यसैले त भनिने गर्दछ नि एन्ड एजुकेटेड वुमेन चेन्ज द होल वर्ल्ड पोजिटिभ बिहेभियर एन्ड पोजिटिभ